तपाईहरुले चाहिँ हामीले एउटा तातो न्युज दिँदैछौँ। हामीले चाहिँ खोरियामा चाहिँ एउटा पानीको मुहान, ठुलो नै पानीको मुहान चाहिँ फेला पारेको छ। हाम्रो पछाडि भ्लगर हुनुहुन्छ, भ्लगरको उस हुनुहुन्छ। हाम्रो दुईटा सदस्यहरू चाहिँ अगाडि गएर पानीको खोज अनुसन्धान गरिसक्नु भयो। पछाडिबाट मिडियाको साथीहरू नि आउँदै हुनुहुन्छ। तपाईहरुले चाहिँ हामी पानीको मुहान कस्तो छ भनेर हामीले देखाउँदैछौँ। यहाँ ठुलो नै पानीको मुहान फेला पर्दैछौँ। सबैले हेरिदिनु होला, साथ दिनु होला। ल हामी जाँदैछौँ पानीको मुहानतर्फ। यहाँ ठुलो पानी बगिरहेछ। आउँछ हुनुहुन्छ मिडियाको साथीहरूले हामीले बोलाइसकेका छौँ। खै त साँच्चै पानी हराएको के गर्नलाई खोताल्नेहरू यही हो पानीको मुहान। तैँले भनेको कत्रो पानीको मुहान रे। मोबाइल बग्यो है मेरो। के भयो भन्दा पनि केही पनि नबोली हिँड्यो के। लास्ट त त्यस्तो भएर कुवा बनाउँला के। अब घरै आएको पानी सकिहाल्छ नि त्यति हो कि होइन? यो भनेको हामीले यहाँ बाउ मेलोमा गएर चाहिँ लाग्दैन। अब घर तपाईँलाई चाहिँ जाडो महिनामा गर्मी नै हो, गर्मी नै लाग्ने यो चाहिँ कसरी थाहा भयो त नि पवन? यहाँ पानी छ भनेर पवन कसरी थाहा भएपछि यो पानी छ भनेर? यहाँ लडेर मेरो कान यहाँ पर्यो, चिप्लेर यहाँ पर्यो, कान पर्यो, पानी निस्केको जस्तो